नमस्कार सम्पूर्ण दर्शक महानुभावहरुमा म हुँ शिवकुमार राई। आज हजुरहरु समक्ष एउटा नयाँ भिडियो लिएर उपस्थित भएको छु। तपाई हामीले मोबाइलमा अहिले निकै युट्युबहरु हेरिरहेका हुन्छौं, हामी निकै इन्टरनेटमा व्यस्त हुन्छौं। यसै सन्दर्भमा अब हामीले अरूको युट्युबहरु हेरेर र अरूलाई हामीले ग्रोथ हुनु हामीले धेरै सहयोग गरिरहेका छौं। र आज म चर्चा गर्न गइरहेको छु युट्युब भनेको के हो र कसरी हामीले यसमा हामीले पनि च्यानल बनाउन सकिन्छ भन्ने विषयमा चाहिँ म छलफल गर्न गइरहेको छु। सर्वप्रथम त हामीले युट्युब भिडियोहरु बनाउनको लागि हामीलाई सामग्री के चाहिन्छ त हामी त्यस विषयमा थोरै चर्चा गर्ने छौं। युट्युब भिडियो बनाउनको लागि पहिला क्यामेरा चाहिन्थ्यो, कम्प्युटर चाहिन्थ्यो, त्यसपछि त्यो क्यामेराबाट खिचिएको भिडियोलाई कम्प्युटरमा कपी गरेर त्यसमा सफ्टवेयर चाहिन्थ्यो, सफ्टवेयरमा हालेर त्यसलाई भिडियो एडिटिङ गरेर त्यसलाई साउन्ड रेकर्डरहरु चाहिन्थ्यो, भोइस रेकर्डरहरु चाहिन्थ्यो, हरेक चीज चाहिन्थ्यो हैन। र हाम्रो त्यो चीज भनेको हाम्रो पहुँचबाट पर पनि थियो, किनभने हामीले कतिलाई कम्प्युटर चलाउन पनि आउँदैन थियो, कतिलाई अब क्यामेरा चलाउन आउँदैन थियो भने ती चीज सम्पूर्ण चीजहरु अहिले एउटा स्मार्ट मोबाइल भित्रै आइसकेको छ। तपाई हामी सम्पूर्णको यो जमानामा अब नोकियाको त्यो टिकटिके फोनहरु हराइसकेको छ। तपाई हामी सबैको हातमा भनेको अहिले स्मार्टफोन नै छ र त्यो स्मार्टफोनमा हामीले मोबाइलमै युट्युब डाउनलोड गरेको हुन्छौं, युट्युबमा भिडियोहरु हेरेको हुन्छौं र अरूलाई हामीले करोडौं करोड कमाउने बनाइसकेका छौं। त आउनुस् यसै सन्दर्भमा अब हामी पनि कसरी युट्युब भिडियो बनाउन सकिन्छ, कसरी युट्युब अपलोड गर्न सकिन्छ भिडियोहरु भन्ने विषयमा थोरै आज चर्चा मात्रै गर्ने छौं। भने अर्को एपिसोडमा चाहिँ म हजुरहरुलाई मोबाइलबाटै युट्युब भिडियो बनाउने तरिकाहरु पनि सकेसम्म म हजुरहरुलाई अपलोड गर्दै जानेछु, सिकाउँदै जानेछु। हजुरहरुलाई थाहै छ मेरो 1 सब्स्क्राइबरबाट मैले पनि 0 सब्स्क्राइबरबाट सुरु गरेर अहिले मेरो च्यानलमा जम्मा 1 जना सब्स्क्राइबर गर्नुभएको छ। जसले गर्नुभएको छ उहाँलाई मैले हेरिसकेको छु। मेरो हृदयबाट हार्दिक नमन भन्न चाहन्छु। एटलिस्ट सुरु भइसकेको छ र आउनुस् हजुरहरु पनि म सँगसँगै युट्युब च्यानल बनाउनुस् र तपाई हामी सँगै यो युट्युबको यात्रालाई अगाडि बढाउँ। कमाइएछ भने सँगै कमाउँ, हैन भने एटलिस्ट हामीले बनाएको भिडियोहरु युट्युब मार्फत अमर अजम्बर सधैँको लागि रहनेछ। र अब युट्युब बनाउनको लागि के चाहिन्छ त हामी त्यसतर्फ चर्चा गर्नेछौं। नम्बर 1 युट्युब बनाउनको लागि तपाई हामीलाई अहिले बिगिनरको लागि एउटा स्मार्टफोन भए हुन्छ। त्यो चाहे स्यामसुङ एन्ड्रोइडको होस् अथवा एप्पलको फोन होस्। हामीले यति एउटै मात्र स्मार्टफोन भए पनि युट्युब भिडियोहरु हामीले बनाउन सक्छौं, किनभने हाम्रो स्मार्टफोनमा क्यामेरा पनि छ। हाम्रो स्मार्टफोनमै हामीले एप्स डाउनलोड गर्न सक्छौं। कुन एप्स डाउनलोड गरेर कसरी भिडियो एडिटिङ गर्ने भन्ने कुरा पनि म हजुरहरुलाई सिकाउँदै जानेछु। र यी एप्सहरु पैसा तिर्ने एप्सहरु पनि छन् र फ्रीमा चलाउने एप्सहरु पनि छन्। तपाई हामी अहिले बिगिनरले पैसा तिर्ने एप्सतिर नजाउँ र फ्रीमा पाइने एप्सबाट पनि फ्रीमा पाइने टुल्सहरु प्रयोग गरेर पनि एकदम आकर्षक भिडियो बनाउन सकिन्छ भन्ने कुरा म हजुरहरुलाई देखाउन चाहन्छु। र सबैभन्दा पहिलो कुरा हामीलाई स्मार्टफोन चाहियो र स्मार्टफोनले फोटो खिच्नु अथवा भिडियो खिच्नको लागि चाहिँ हामीलाई एउटा स्ट्यान्डको जरुरत पर्नेछ। त्यो स्ट्यान्ड भनेको 500-600 रुपैयाँमा पाइन्छ। र यदि तपाई भ्लगर बन्नुहुन्छ, भ्लगर बन्न चाहनुहुन्छ भने हातैले भिडियोहरु रेकर्डिङ गरेर हिँड्दै गर्दाखेरि चाहिँ ह्यान्ड शेकिङ भएर स्क्रिन हल्लिने हुन्छ र त्यसलाई कन्ट्रोल गर्नको लागि चाहिँ तपाईले गिम्बल पनि किन्नु पर्ने हुन्छ। तर यदि तपाई इन्फर्मेटिभ भिडियोहरु बनाउनु हुँदैछ र तपाई अब टेक्नोलोजी सम्बन्धीको भिडियोहरु बनाउनु हुँदैछ भने तपाईले एउटा स्ट्यान्ड भए पुग्छ। त्यसैले अब हामी कति पनि ढिला नगरिकन समयलाई सदुपयोग गर्दै आजै नै हामीले पनि युट्युब च्यानल खोलिहालौं। युट्युब च्यानल 2 मिनेटमै खोल्छ, 2 मिनेट पनि लाग्दैन। यदि तपाईले आफ्नो मोबाइलमा अरूलाई सब्स्क्राइब गर्न मिलिरहेको छ भने थाहा पाउनुस् तपाईको मोबाइलमा तपाईको युट्युब च्यानल अलरेडी छ। यदि युट्युबमा तपाई साइन इन हुनु भएको छैन भने अरु कसैलाई पनि तपाईले सब्स्क्राइब गर्न मिल्दैन। यो चाहिँ हामीले जान्नुपर्ने कुरा हो। र हामीले मोबाइल किन्दाखेरि हामीलाई गुगल एकाउन्ट खोल अनि साइन इन गर अनि गुगल चल्छ, युट्युब चल्छ भनेर हामीलाई पहिले भनेको हुन्छ र त्यतिबेला हामीले त्यो साइन इन पनि गरिसकेको छौं।
र हामीले भिडियो हेर्दाखेरि अरूलाई सब्स्क्राइब पनि गरिरहेका छौँ भनेपछि सम्झिनुहोस्, यदि तपाईँको मोबाइलबाट सब्स्क्राइब गर्न मिलिरहेको छ भने त्यहाँ तपाईँको युट्युब एकाउन्ट पहिले नै खुलिसकेको छ। जस्तै हामी फेसबुक एकाउन्टहरू खोलेको छौँ, फेसबुकमा फोटोहरू भिडियोहरू अपलोड गर्छौँ, त्यस्तै नै सजिलै हुन्छ युट्युब चलाउनुको लागि पनि त्यस्तो गाह्रो छैन। र तपाईँ हामीले देखिरहेका छौँ हाम्रो अब युट्युबरहरूले अब गाउँघरमा भइरहेको घटनाहरू, कामहरू, होइन, रीतिरिवाजहरू, अब यी चिजहरू अपलोड गरेर पनि धेरै कमाइराख्नु भएको छ। जस्तै गाउँघरमा अर्ग्यानिक माछा मार्ने तरिकाहरू, दुवाली छेकेर माछा मार्ने तरिकाहरू, बल्छी खेलेर माछा मार्ने तरिकाहरू, जाल हानेर माछा मारेकोहरू, त्यस्तै गरेर पासो थापेर माछा मारेकोहरू, त्यस्तै गरेर ब्लास्टिन हानेर माछा मारेकोहरू, यी सम्पूर्ण चिजहरू भिडियो अपलोड भइरहेको छ र हामीले खोजी हेर्छौँ। उहाँहरूको धेरै भ्युज गइरहेको हुन्छ र उहाँहरूले चाहिँ पैसा मात्रै नभएर युट्युबको दुनियाँमा उहाँहरूले एकदम नाम कमाइसक्नु भएको छ, दाम कमाइसक्नु भएको छ। उहाँहरूले विश्वको एउटा कुनामा बसेर युट्युब भिडियो बनाए पनि संसारभरको मान्छेहरूले हेरेर उहाँहरू पनि एकदम हिरो हिरोइन जस्तै सेलिब्रेटी भइसक्नु भएको हामीले देख्न सक्छौँ र अनुभव गर्न सक्छौँ। भने तपाईँ हाम्रो हातमा पनि अब 50,000, 1 लाख, 1.5 लाख पर्ने मोबाइलहरू, स्मार्टफोनहरू छ, हामीले पनि चलाइरहेका छौँ। तर त्यसलाई हामीले कति पनि सदुपयोग गरेको छौँ जस्तो मलाई लाग्दैन। जस्तै हामीले अर्काको भिडियोहरू युट्युबमा हेर्ने, अनि त्यसै गरेर फेसबुकहरू चलाउने, गाना सुन्ने, ती चिजहरूभन्दा बाहिर हामीले केही गरेको जस्तो मलाई लाग्दैन। त्यसैले आउनुहोस्, आजैदेखि तपाईँ हामी सँगै मिलेर हातेमालो गर्दै युट्युब सिकौँ। जति मैले सिकेको छु हेरेर इन्टरनेट सर्फिङबाट अथवा मैले अध्ययनबाट मैले जति कुराहरू युट्युबको बारेमा सिकेको छु, ती चिजहरू आजदेखि म तपाईँहरूलाई सेयर गर्दै जानेछु। र पहिला चाहिँ हामी मेरो अर्को भिडियोको अर्को भागमा भने युट्युब च्यानल कसरी बनाउने त्यतातिर हामी सिक्नेछौँ। र आउनुहोस्, तपाईँहरूले मलाई सब्स्क्राइब गर्नुहोस्, मैले तपाईँहरूलाई सब्स्क्राइब गर्नेछु। हामी एक अर्कामा मिलेर हातेमालो गर्दै अगाडि बढौँ। कमाइएछ भने पनि सँगै कमाउँ, कमाइएन छ भने पनि हाम्रो भिडियोहरू, हामीले यी बोलेका भिडियोहरू भोलि पर्सि हाम्रो साथी सङ्गति सन्ततिहरूले हेर्नेछन्। यस अर्थमा पनि हामी अमर अजम्बर रहनेछौँ। हवस् त दर्शक महानुभावहरू, हजुरहरूलाई आजको मेरो यो छोटो भिडियो हजुरहरूलाई कस्तो लाग्यो, प्रतिक्रिया र सुझाव पाऊँ। हजुरहरूलाई मन परेमा सेयर सब्स्क्राइब गरिदिनु होला, लाइक कमेन्ट पनि गरिदिनु होला। हजुरहरूको कमेन्टलाई म अवश्य पढ्नेछु। र म पनि बिगिनर युट्युबर हो हजुरहरू जस्तै, र मैले विगतको मेरो अर्को च्यानलमा गरेका गल्तीहरू, दोहोऱ्याएका गल्तीहरूलाई चाहिँ मैले हजुरहरू समक्ष यहाँ सेयर गर्नेछु। र आउनुहोस्, तपाईँ हामी सँगै मिलेर अगाडि बढौँ र युट्युब च्यानल बनाउँदाखेरि के कस्ता गल्तीहरू हुने छैन, यी चिजहरू सम्पूर्ण चिजहरू म हजुरहरूलाई सेयर गर्दै जानेछु। हवस् त, आजलाई यस भिडियोबाट बिदा हुन्छु। नमस्ते।